हेलो एन्ड जय मसी सबैजनालाई यो सुन्दर समयमा आज चाहिँ 2025 इयर्सको लागि हामी एज अ टिम वर्सिप टिम जसरी हामी जाँदैछौँ सल्यानटारमा सो हामी अहिले रेडी हुँदैछौँ अनि हामीले आफ्नो चर्चमा गएर सबै गिटारहरू सामानहरू लिएर आयौँ साथीहरू आउँदैछ बेसिस भाइ छ एन्ड भोकलिस्ट आउन बाँकी छ सो अब गाडी आउँदैछ अनि गाडीमा हामी जान्छौँ बिस्तारै म तपाईँहरूलाई देखाउने छु 2 hours later 2 बजीदेखि कुरेको गाडी बल्ल 4:30 मा अहिले हामी जाँदैछौँ होइन त्यहाँ अगाडि कलङ्गीमा 3-4जना साथीहरू पल्टिँदैछ उहाँलाई नै हामी पिकअप गरेर हामी जानेछौँ सो अहिले चाहिँ हामी यहाँ इभीको गाडीमा आएको नि त अनि रोकिएको चार्जको लागि सो अब धार्केबाट अब अझै लाग्छ होला 3-4 घन्टा बिस्तारै आगो यार अच्छा आएर Finally, we are having snacks. धन्यवाद छ ఎందుకు నీకు ఏసు పట్టుకు ఎందుకు Finally we arrived at our location है सो अब चाहिँ हामी मलाई यहाँ चर्चमा आइपुगेका छौँ कस्तो भयो एकदम नराम्रो स्याम्पल त थियो स्याम्पल हाल्नु पर्यो यता आउँदैछ आफ्टर प्रार्थना पश्चात अब हामी फ्रेस हुनुको लागि हामी निस्किनेछौँ meet a talented guy Avidan sir this one is we are calling vocalist गजब बेइज्जती है so this guy is melodies kiddies अरे कहना क्या चाहते हो जयमसी सबैजना इज डे 2 है आज हामी केटाहरू त्यता ड्रमको साउन्ड मिलाउँदैछ किबोर्ड हेर्दैछ अनि अब हामी दुइटा चाहिँ सामान ल्याएको भएर हामी दुइटा चाहिँ अलिक सजिलो भएर अहिले घुम्दैछौँ त्यही हो खेतबारी त्यो चाहिँ चर्च है त्यहाँदेखि अहिले हामी यता जाँदैछौँ उता चाहिँ खोला हामी यता जाँदैछौँ म सकेसम्म राम्रो तरिकाले खोला देखाउने प्रयास गर्नेछु
guys, we are here. Hello भन न. Hello. Namaste. Thank you. आज यो हिमालयन मण्डली हामी यहाँनिर सङ्गति गर्छौँ, त्यसपछि हामी लाग्छौँ. अच्छा त्यहाँबाटको नजारा चाहिँ बेग्लै छ कि. ब्याक टु है अब दामी भ्यू रहेछ कि. अनि हामी चाहिँ हिँड्दैछौँ. त्यहाँनिर चर्च छ यहाँबाटको भ्यू चाहिँ यस्तो बवाल छ कि यस्तो बवाल छ. अझै यो तलकै यस्तो भएको छ भागमा नि यो तलको यतापट्टिको भाग यस्तो बवाल के राम्रो. ओके हामी चाहिँ अहिले यहाँ छौँ. हामी चाहिँ सङ्गति पश्चात साइडको भ्यूहरू हेर्दै 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 हिँडिराखेका छौँ. त्यहाँ 1:30 पुग्छौँ. त्यसपछि जोरजाम गर्छौँ. देन वी विल बिगिन टु प्र्याक्टिस. Make a song tomorrow. Yes. Yay. So finally हामी चाहिँ अहिले चर्च आउन लागेका छौँ. So this is ये मैं है, ये मेरा ग्याङ है. Namanya tinggi dia acel lebih ya dia. Dia jaga tu. Tar orang mana? Ini je. Hello, good morning and जय मिसी सबैजनालाई. आज सन्डे हो. सन्डे मर्निङ हामी यो लोकेसनमा आएका छौँ. अहिले साउन्ड सिस्टम हुँदैछ. अब हेरौँ कतिको स्टेज बन्छ. आजको दिन इस्टर सन्डेको दिन 2022 सालको वैशाख 7 गतेको दिन होइन. आज चाहिँ त्रिपुरा सुन्दरी गाउँपालिकाले आयोजना गरेर ज्वालामुखी अनि धारिङ नीलकण्ठ 3टा पालिकाको समन्वयमा यो इस्टर सन्डे चाहिँ रानीपोवाको यो प्राङ्गणमा मनाइराखेको छ. आज हाम्रो आशा छ 3-4 मानिसहरू सँगै आज हुँदैछौँ. सो तपाईँहरू सबैजनालाई पनि हामी स्वागत गर्न चाहन्छौँ. यु आर भेरी वेलकम. We want to see you all praise and worship the Lord together in this ground. Thank you. आफ्टर साउन्ड अब साउन्ड चेकको लागि 9:30 भनेको छन्. हामी अहिले साउन्ड चेक गर्न जाने हो. सो हामी चाहिँ अहिले भेनुबाट फर्किँदै केटाहरू सबै हिँड्छन्. केटा कस्तो भइरहेछ? एहे रहा नहीं जाता. नहीं टाइम आउनुपर्छ कि त्यही भएर नट अ नेपाली टाइम. हामी चाहिँ अहिले भरे गाह्रो नसकेर अलिअलि
हाम्रो मिस्त्री साहेब ल सबैको लुगा क्युमा छ यहाँ एक जोड छ यहाँ एक जोड छ यहाँ एक जोड छ यहाँ 2 जोड छ यसको पनि छ हाम्रो अशोक सर रिदममा हुनुहुन्छ भने बाँसुरीमा हाम्रो दाइ हुनुहुन्छ किबोर्डमा ठिक छ अनि दानियल हाम्रो आकाशले नि मिलाउँदैछ फिलिपले चाहिँ अलि बाँकी छ मिलाउँदैछ ल ओके हामी चाहिँ साउन्ड चेक पश्चात यहाँ अहिले खाना खाँदैछौँ केटाहरू एप्स हानिरहेको छौँ होइन अब एप्स दामी छ सो अब सिउ डाइरेक्ट प्रोग्राम है त लुगा सुगा लाएर जान्छौँ मर्यो भने पनि जीवन हुनेछ हालेलुया हालेलुया अहिले चाहिँ सकिसकेको छ वर्सिपसम्मको भाग सकेर अब ड्रेस अलिक अनकम्फोर्टेबल भयो फेरि प्रोग्राममा जानेछ प्रोग्राम त्यहाँ हुँदैछ ओके हामी चाहिँ अहिले सक्यो भने त केटा कस्तो भयो ठिक छ अब यही होला लास्ट त्यसपछि अब हामी एकछिन घुम्छौँ ल हामी जाउँ डुल्दै कस्तो रमाइलो भइरहेको छ एकदमै हामीलाई यो छुट्टै किसिमको आनन्द मलाई त यार कञ्चनपुर गएको जस्तो लागेर फेरि हाम्रो रुम पुग्छ त्यो त जानुपर्छ रुम त अब फर्किनै पर्छ त्यसो भए पिच पिचै अलिकति संसारै भाट्नु त होइन नभए फर्क्यौँ साथीहरू मेरो यता चाहिँ गन्तव्य पुग्छ ट्राभल चाहिँ मिल्दैन फेरि गन्तव्य पुग्ने ल फेरि हामी सबैजना संसारकै भाट्नु पछि सबै बात त यो संसारकै हो दुईजना दाइ मात्रै के खास खुस हो अब घर चाहिँ बस्नु पर्ला भनेको यतातिर घर चाहिँ बस्नु पर्ला भनेको यतातिर समझ रहे हो ल हामी यसरी कोक खाँदा चिसो खाँदा हिँड्दा हातमा सबैको कोक छ हेलो ओके आज चाहिँ हामी आफ्टर इस्टरको प्रोग्राम सकिसके पश्चात सबै कुरा सकेर अहिले बेलुका चाहिँ हामी बिलिभर्स चर्चमा हामी के गर्दैछौँ भन्दाखेरि बारबिक्यू गर्दैछौँ भाले गर्दै हुनुहुन्छ छिटो
धेरै धन्यवाद ल कोहीसँग चियर्स गरौँ न ल चियर्स 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 ल सबैजना 1 2 3 गो सुझिमाथि हेर्दै आए यसो झिलमाथि हेर्दै आए होर समुद्रमा यसुले भन्नुभयो फेरि जाहान यसुले भन्नुभयो फेरि जाहान यसुले भन्नुभयो फेरि जाहान घोर समुद्रमा बोलाएको आवाज सुन तिमी खुसी छौ भने देखाउन जान्छौ भने तिमी खुसी छौ भने ताली बजाऊ चुटकी पनि छ त ल भन ఎందుకురా నీకు ఏస్ బట్టుకు ఛీ यो मेमोरी चाहिँ तपाईले पैसा तिरेर किन्न सक्दैन के क्या गुंडा बनेगा रे तू यहाँ